हेलो हेलो साथी, आज म चाहिँ के को भिडियो बनाउँदैछु भनेर चाहिँ हजुरहरूले थाहा पाइसक्नु भएको छ है। यहाँ चाहिँ आज हाम्रो भाइको चाहिँ बर्थडे छ क्या। त्यही बर्थडे स्पेसलमा चाहिँ आज यहाँ खानाहरू बनाउँदैछु। अनि मैले चाहिँ भिडियो गरेको क्या, यहाँ बर्थडे बोय चाहिँ यहाँ आफै रोस्ट बनाउँदै हुनुहुन्छ। अनि यहाँ हेर्नु न, हाम्रो चुलो यो खोले पकाउने ठाउँ हो कि हाम्रो। अनि रोस्ट बनाउँदा धेरै बेर लाग्छ भनेर यहीँ लगेर पकाएको थियौँ। त्यस पछाडि यस्तरी मोलेर सबै मोलेर लगेर छैया पारेर पकायौँ। अनि भाइ जानुभयो उता टिका लगाइदिने बनादानमै। अनि यहाँनिर म बसेँ क्या एकछिन चाहिँ राम गर्मीले। अनि फेरि मम्मी आउनुभएछ पालो दिनलाई। अनि मम्मीले पकाउनु भयो। अनि आएर मैले नानीलाई मामसाम खुवाएर अनि सुताएँ नानी। अनि यता चाहिँ आफ खाना भान्जा भान्जीहरू सबैजना आफ पनि पाएको नि त। अनि आउनुभएछ। अब चाहिँ भने म फेरि चटपटे बनाउन थालेँ। अनि बिहानको खाना खाइसकेर एकछिन बसेर अनि चटपटे बनाउँदैछु। अब धेरैजना भएपछि होइन, घरि के त्यस्तै हो यताउता। अनि यहाँ चटपटे चाहिँ दामी पारेर बनाउँदैछु। तर हामीलाई चाहिँ खान मन लागेन कि दिदीहरूलाई दिउँ। अनि भाइको साथीहरू आउनुभएको थियो, उहाँहरूलाई पनि दिउँ। अनि मैले चाहिँ जस्ट चाखेँ मात्रै, मिठो भएको थियो तर खाइनँ कि खान मन लाग्दैन ग्यास्ट्रिक भएर। त्यस्तै हो, एकचोटि खाना ढिलो खायौँ अनि त्यस पछाडि अमन भएको जस्तो हुने के त्यस्तै हुन्छ मलाई चाहिँ। यहाँनिर सबलाई रेडी गरेर भान्जा भान्जी सबैजनालाई रेडी गरेर दिउँ। अनि यहाँ दिदीहरूले नि खाइसक्नु भयो। अनि यहाँ मेरो छोरो पनि एकदम धमाधम खाइरहेछ। चटपटे त आफै खान्छ नि, के गर्नु, माम खाँदैन। अनि यहाँनिर यसरी म फेरि लुगा उठाउन गएँ। अनि यता आउँदा भान्जीसँग नानी खेलिरहेको थियो यसरी। अनि अब उसलाई चाहिँ ठुलो गोल चाहियो अरे, सानो खेल्दैन अरे मेरो छोरो। अनि बुनेले मास्टर दादाको मागेर ल्याइदिएर उसलाई खेलाउँदैछ ठुलो बल। यस्तै छ, छोरो चक गर्छ। उसलाई चाहिँ खालि यही दिदी चाहिन्छ। अगाडि पछाडि छैन भने रोएर सानो गर्दैन, बेलुका घर जाँदा सानो रुँदैन। केटाकेटी भनेपछि हुरुक्क हुन्छ, सानो छ के गर्नु, यस्तै हो। अब चाहिँ साँझ परिसक्यो साथीहरू। मैले उसलाई नुहाइदिएँ अनि चाहिँ खानासाना खायौँ। सबैजनालाई थ्याङ्क यू।